नमस्ते। नेपाली क्रिकेटको हरेक अपडेटको साथमा उपस्थित हुने गर्छौँ। हामी क्रिकेटको गफगाफ युट्युब च्यानलमा रहेका छौँ र फेरि पनि अर्को अपडेटको साथमा उपस्थित भएका छौँ। नेपाल क्रिकेट टोलीले आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत स्कटल्यान्ड र युएसए विरुद्धको महत्त्वपूर्ण सिरिजको लागि आफ्नो टोली घोषणा गरेसँगै नेपाली क्रिकेटवृत्त अहिले पूर्ण रूपमा यही चर्चामा केन्द्रित बनेको छ। मङ्गलबारदेखि सुरु हुने यो सिरिज नेपालको लागि केवल अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र होइन, आगामी विश्वकप यात्राको दिशा निर्देशन गर्ने एउटा महत्त्वपूर्ण चरणको रूपमा हेरिएको छ। समर्थकहरू, पूर्व खेलाडीहरू र क्रिकेट विश्लेषकहरू र सामाजिक सञ्जाल सबै ठाउँमा अहिले एउटै विषय छ, नेपालको टोली कतिको बलियो छ, कसले मौका पायो, कसलाई बाहिर राखियो र नेपालको सम्भावना कति छ लगायतको विषयले अहिले चर्चा चुलाएको छ। यसपटक टोली घोषणा भएपछि सबभन्दा धेरै चर्चा कप्तान रोहित कुमार पौडेल, उपकप्तान दिपेन्द्र सिंह, त्यस्तै नेपालका स्पिन विजार्ड सन्दीप लामिछाने र लामो समयपछि नेपाली टोलीमा फर्केका डाक्टर इशान पाण्डे र पूर्ण अवसर पाएका युवा खेलाडी अर्जुन कुमाल वरिपरि केन्द्रित बनेको छ। त्यस्तै विराटनगर किङ्सका चर्चित खेलाडी बासी रमेत टोली बाहिर रहनुले पनि धेरै प्रश्न जन्माएको छ। नेपालले आफ्नो पहिलो खेल मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ। त्यसपछि युएसए विरुद्ध पनि महत्त्वपूर्ण खेलहरू खेलिनेछन्। यी दुवै टोली अहिले विश्व क्रिकेटमा उदयमान शक्ति मानिन्छन्। विशेष गरी युएसएले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निकै सुधार गरेको छ भने स्कटल्यान्ड त लामो समयदेखि एसोसिएट क्रिकेटको बलियो टोलीका रूपमा चिनिन्छ। त्यसैले पनि नेपालको लागि यो सिरिज सजिलो भने हुने छैन। तर नेपाली समर्थकहरूको आशा भने अझै पनि उच्च रहेको छ। नेपाल टोलीको नेतृत्व फेरि एकपटक युवा कप्तान रोहित कुमार पौडेलको काँधमा आएको छ। पछिल्ला केही वर्षमा रोहितले नेपाली क्रिकेटमा आफूलाई जिम्मेवार कप्तान र भरपर्दो ब्याट्सम्यानका रूपमा स्थापित गरिसकेका छन्। कठिन परिस्थितिमा इनिङ्स सम्हाल्ने क्षमता, दबावमा खेल्ने शैली र टोलीलाई एकीबद्धता बनाएर लैजाने गुणका कारण उनी अहिले नेपाली क्रिकेटको मुख्य आधार मानिन्छन्। रोहितको कप्तानीमा नेपालले अघिल्ला सिरिजहरूमा महत्त्वपूर्ण जित हासिल गरेको थियो। विशेष गरी विश्वकप छनौटको चरणमा नेपालले लगातार जित निकाल्दा रोहितको नेतृत्वको निकै प्रशंसा भएको थियो। अहिले फेरि स्कटल्यान्ड र युएसए विरुद्ध पनि उनको कप्तानी महत्त्वपूर्ण हुनेछ। समर्थकहरूको अपेक्षा केवल कप्तानीमा मात्र सीमित छैन, उनी ब्याटबाट पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्। मध्यक्रममा रोहित कुमार पौडेल लामो समय टिकेर खेल्न सक्ने क्षमता राख्छन्। यदि शीर्ष क्रम चाँडै आउट भयो भने पनि उनले इनिङ्स सम्हाल्न सक्छन्। त्यसैले नेपालको ब्याटिङ लाइनअपमा उनको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने गर्छ। यदि नेपाली टोलीमा अहिले सबैभन्दा ठुलो म्याच विनरको नाम दिनु पर्यो भने त्यो नाम हो दिपेन्द्र सिंह। ब्याट, बल र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता भएका दिपेन्द्र अहिले नेपालको सबैभन्दा भरोसायोग्य खेलाडी मानिन्छन्। उपकप्तानको जिम्मेवारी पाएका दिपेन्द्र टोलीका अनुभवी खेलाडीमध्ये एक हुन्। टी20 क्रिकेटमा उनले विश्व रेकर्ड बनाइसकेका छन् भने दबावपूर्ण खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपाललाई जित दिलाउन सक्ने खेलाडीका रूपमा उनलाई विशेष रूपमा हेरिन्छ। स्कटल्यान्ड र युएसए विरुद्धको सिरिजमा पनि दिपेन्द्रमाथि ठूलो आशा रहनेछ। मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै खेलको गति परिवर्तन गर्ने क्षमता दिपेन्द्रसँग छ। आवश्यक पर्दा केही ओभर बलिङ गरेर विकेट निकाल्न सक्छन् भने फिल्डिङमा पनि नेपालका उत्कृष्ट खेलाडीमध्ये एक रहेका छन्। त्यसै नेपाली क्रिकेटमा स्पिनको कुरा गर्दा सबैभन्दा पहिला नाम आउने खेलाडीको नाम हो सन्दीप लामिछाने। विश्व क्रिकेटमा समेत आफ्नो छाप छोडिसकेका सन्दीप अहिले पनि नेपालको सबैभन्दा महत्त्वपूर्ण बलर मानिन्छन्। स्कटल्यान्ड र युएसएका ब्याट्सम्यानहरू स्पिन विरुद्ध धेरै सहज हुने छैन र उनलाई पनि खेल्नको लागि गाह्रो मान्नेछन् ब्याट्सम्यानहरूले र मध्य ओभरमा विकेट निकाल्न क्षमता सन्दीप लामिछानेसँग भरपूर रहेको छ र मध्य ओभरमा विकेट निकाल्ने क्षमता भएका सन्दीपले यदि आफ्नो लय समात्यो भने विपक्षी टोलीलाई ठूलो दबावमा पार्न सक्छन्। समर्थकहरू अहिले फेरि सन्दीपको जादुमय स्पेल हेर्न चाहिरहेका छन्। धेरै नेपाली फ्यानहरू सामाजिक सञ्जालमा सन्दीप चले नेपाल जित्छ भन्ने प्रतिक्रिया पनि दिइरहेका छन्। त्यस्तै अर्को एउटा तातो खबर छ, इशान पाण्डेको पुनरागमन भएको छ। यस टोली घोषणाको सबैभन्दा भावुक र चर्चित पक्षमध्ये एक हो इशान पाण्डेको पुनरागमन। सन् 2019 पछि राष्ट्रिय टोलीमा खासै अवसर नपाएका इशान फेरि टोलीमा फर्किएका छन्। लामो समय घरेलु क्रिकेटबाट मेहनत गरिरहेका उनले अन्ततः राष्ट्रिय टोलीमा फर्किने मौका पाएका छन्। धेरै समर्थकहरूले उनको पुनरागमनलाई सकारात्मक रूपमा लिएका छन्। इशान टेक्निकल ब्याट्सम्यानका रूपमा चिनिन्छन्। उनी लामो इनिङ खेल्न सक्ने क्षमता राख्छन्। नेपालको शीर्ष क्रममा
स्थिरता ल्याउन सक्ने खेलाडीका रूपमा उनलाई हेरिएको छ। विशेष गरी स्विङ हुने अवस्थामा उनले संयमित ब्याटिङ गर्न सक्छन्। नेपालको शीर्ष क्रम विगतमा कहिलेकाहीँ अस्थिर देखिएको अवस्थामा इशानले टोलीलाई मजबुती दिन सक्ने विश्वास गरिएको छ। युवा खेलाडी अर्जुन कुमार पनि फेरि एकपटक राष्ट्रिय टोलीमा परेका छन्। नेपाली क्रिकेटमा भविष्यका स्टारका रूपमा हेरिएका अर्जुनले उमेर समूह क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पीएम कपमा पनि उनको प्रदर्शन शानदार रह्यो। उनको आक्रामक शैली, आत्मविश्वास र ठूला सर्ट खेल्ने क्षमता विशेष मानिन्छ। यद्यपि अन्तर्राष्ट्रिय स्तरमा उनले अझै आफूलाई पूर्ण रूपमा स्थापित गरिसकेका छैनन्। त्यसैले पनि यो सिरिज उनको लागि प्रुभ गर्ने ठूलो अवसर हुनेछ। समर्थकहरू विशेष गरी अर्जुनबाट आक्रामक सुरुवातको अपेक्षा गरिरहेका छन्। यदि उनले राम्रो प्रदर्शन गर्न सक्यो भने भविष्यमा नेपाली टोलीमा आफ्नो स्थान स्थायी बनाउन सक्छन्। यस टोली घोषणामा सबैभन्दा धेरै प्रश्न उठेको विषय भनेको बासी र अमित टोलीमा नपर्नु हो। विराटनगर किङ्सबाट उत्कृष्ट प्रदर्शन गरेका बासीलाई धेरै समर्थकहरूले टोलीमा अपेक्षा गरेका थिए। विशेष गरी नेपाल प्रिमियर लिगमा उनले देखाएको प्रदर्शनका कारण धेरै नै उनलाई राष्ट्रिय टोलीमा निश्चित मानिरहेका थिए। तर अन्तिम टोलीमा उनको नाम नआएपछि सामाजिक सञ्जालमा उनको विषयमा पनि चासो उठेको छ। स्कटल्यान्ड र युएसए विरुद्ध नेपालले सन्तुलित रणनीति अपनाउने भने सम्भावना रहेको छ। शीर्ष क्रममा कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे जस्ता खेलाडीले राम्रो सुरुवात दिनुपर्नेछ। मध्यक्रममा रोहित र दिपेन्द्रले जिम्मेवारी सम्हाल्छन्। बलिङतर्फ सन्दीप लामिछाने मुख्य हतियार हुनेछन् भने करण केसी र नन्दन यादव पनि बलिङको लागि हुनेछन्। सोमपाल कामी, गुलसन झा, करण केसी जस्ता पेसरहरूले नयाँ बलमा विकेट निकाल्नुपर्ने दबाव हुनेछ। विशेष गरी स्कटल्यान्डको टोली अनुशासित क्रिकेट खेल्ने टोली हो। उनीहरूलाई रोक्न नेपालले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। नेपाल क्रिकेट टोली जहाँ गए पनि समर्थकहरूको साथ सधैँ विशेष रहने गरेको छ। अहिले पनि सामाजिक सञ्जालमा नेपाली समर्थकहरूले टोलीलाई शुभकामना दिइरहेका छन्। त्यही समर्थकहरूको विश्वास छ कि यदि नेपालले आफ्नो क्षमता अनुसार खेल्न सक्यो भने स्कटल्यान्ड र युएसए दुवै टोलीलाई हराउन सक्छ। नेपालले विगतमा कठिन अवस्थाबाट अविश्वसनीय जित निकालेको इतिहास छ। त्यसैले समर्थकहरू फेरि त्यसै प्रदर्शनको आशमा रहेका छन्। नेपालको स्क्वाडमा रोहित कुमार पौडेल, भाइस कप्तानमा दिपेन्द्र सिंहरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, इशान पाण्डे, गुलसन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमार र करण केसीले स्थान बनाएका छन्। र यो खेल नेपाली समयअनुसार बिहान 9:30 बजे हुने तालिका रहेको पनि तपाईँहरूलाई अपडेट दिन चाहे। र स्कटल्यान्डको टोली पनि घोषणा भइसकेको छ। रिची बेरिङटन, ओली हेरिस, सफियन शरीफ, म्याथ्यू क्रस, त्यसै ग्याभिन मेन, एन्ड्रयू उमेद, माइकल लिक्स, माइकल इङ्ग्लिस, क्रिस सोल, मार्क वाट, जोर्ज मन्सी, ब्राड विल, फिनले मैक्रेथ, त्यस्तै हाम्जा ताहिर, क्रिस क्रिप्स, जेस्पर डेभिडसन, ओलिभर डेभिडसन, ज्याक चार्विस, चार्ली टियर, ब्राडली कुरी, ब्रान्डन मैकमलन, ओविन गोल्ड, चार्ली क्यासेल्स र ओली जोन्स स्कटल्यान्डको टोलीमा रहेका छन्। र अर्को एउटा बलियो पक्ष भन्नुपर्दाखेरि युएसए पनि रहेको छ यो साइकलको खेलमा। र तपाईँहरूलाई कुरा गर्नुपर्दाखेरि आइसिसी सिडब्ल्युसी लिग 2 को म पोइन्ट्स टेबलको एकचोटि कुरा गर्छु। पोइन्ट्स टेबलमा नेपाल अहिले 7औं स्थानमा रहेको छ। 24 खेल खेलेको नेपालले 8 खेलमा जित निकालेको छ भने 14 खेलमा हार बेहोरेको छ। त्यस्तै युएसएले पनि 24 खेलै सम्मान खेलेको छ भने उनले 18वटा खेल जित्दाखेरि 6वटा खेलमा हार बेहोरेको छ भने युएसए अहिले पहिलो स्थानमा रहँदाखेरि स्कटल्यान्ड भने दोस्रो स्थानमा रहेको छ। स्कटल्यान्डले 28वटा खेल खेलेको छ जसमा 14वटा खेलमा जित निकालेको छ भने 8वटा खेलमा हार बेहोरेर 34 पोइन्ट सहित दोस्रो स्थानमा रहेको छ। र युएसए 36 पोइन्ट सहित पहिलो स्थानमा रहेको छ। र काटेकी टक्कर जस्तो प्रतिस्पर्धा रहेको छ। युएसए स्कटल्यान्डको यो टोली बीचमा समान 34 र 36 अङ्क रहेको छ यो दुई टोलीको। र ओमान तेस्रो स्थानमा रहँदा नेदरल्यान्ड चौथो, नामिबिया पाँचौँ, छैठौँमा क्यानाडा र त्यस्तै सातौँमा नेपाल र अन्तिम स्थानमा युएई रहेको छ। युएईले अहिलेसम्म 24वटा खेल खेलिसकेको छ ओडिआईकोमा, र जसमा युएईले 7वटा खेलमा मात्र जित निकाल्दाखेरि 17वटा खेलमा भने हार बेहोर्न पुगेको छ। यो लिग 2 को तपाईँहरूलाई अपडेट दिन चाहे। र अर्जुन कुमारले कस्तो खालको प्रदर्शन गर्छन् यो पनि हेर्नको लागि निकै उत्साहित हुनेछौँ हामी। र समग्रमा हेर्दा नेपालको टोली सन्तुलित देखिएको छ। अनुभव, युवा प्रतिभा, आक्रामक ब्याटिङ, स्पिन आक्रमण र अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाएको छ। रोहित कुमार पौडेलको नेतृत्व, दिपेन्द्र सिंहरीको अलराउन्ड प्रदर्शन, सन्दीप लामिछानेको स्पिन जादु, सोमपाल कामी र करण केसीको बलिङ भेरिएसन्स, त्यस्तै आसिफ शेख, भीम सार्कीको प्रदर्शनले पनि टोलीको खेल निर्धारण गर्नेछ। र
अर्जुन कुमालको पनि युवा जोसले पनि खेल निर्धारण गर्नेछ। यी सबै पक्षले नेपाली समर्थकहरूलाई उत्साहित भने पक्कै बनाएको छ। अब सबैको ध्यान मङ्गलबार हुने स्कटल्यान्ड विरुद्धको पहिलो खेलतर्फ केन्द्रित भएको छ। त्यो खेल नेपालको लागि केवल खेल मात्र होइन, आगामी यात्राको सुरुवात समेत हुनेछ। नेपाली समर्थकहरू एउटै आशामा छन्, नेपालले जितोस्, नेपाल चम्कियोस् र नेपालको नाम संसारमा चम्कियोस् भन्ने यो सबैजनाले कामना गरिरहेका छन्। आशा गरौँ नेपालले आफ्नो प्रदर्शन सोचे जस्तै गरून्, नेपालले महत्त्वपूर्ण जित निकाल्दै अङ्क बटुल्न सकुन्। हामी यो क्रिकेटको गफकाफ परिवारबाट यही शुभकामना दिन चाहन्छौँ, किन भन्दाखेरि यो साइकलमा पोइन्ट्स एकदमै आवश्यक रहेको छ नेपालको लागि। र यही अपडेटको साथमा तपाईँहरूबाट बिदा चाहन्छौँ। अन्य थप अपडेट केही आयो भने तपाईँहरूसँग फेरि जोडिने पाचाको साथमा क्रिकेटको गफकाफ युट्युब च्यानलको यो भिडियोबाट हामी बिदा चाहन्छौँ। यहाँहरूको समय शुभ बित्योस्। हस्त, नमस्ते, जय नेपाल।